गाइज आज चाहिँ हैन पुरा मौसम झरी परेर झरीले पुरा खतम बनाइरहेछ हौ। काठमाडौँ जाने भनेको काठमाडौँ जानै सकेन चाहिँ पानीले एकदम यस्तो बनाइरहेछ। पानी परै छ बिहानदेखिबाट हिजोबाट गाइज। नेपालमा खै के हुन लाग्यो, पानी पर्छ दसैँभन्दा ठुलो पानी पर्छ भन्छ अझै के हो गाइज, म त केही बुझ्न सकेको छैन। हेर्नु यस्तो बनाइरहेछ पानीले, पानी परै आफूलाई पनि सन्चो छैन गाइज। फेरि सन्चो छैन, सन्चो नभए यस्तो हजुरहरूलाई यस्तो मनोरञ्जन दिउँ कि भनेर सानो एउटा मिनी ब्लग बनाउँदै हिँडिरहेको छु। प्लिज कृपया सपोर्ट गरिदिनु होला है त हजुर। हेर्नु न पानी यस्तो परिरहेको छ कि पुरै कुहिरोदेखि लिएर सब डामडुम